ओके, आज हामी यो टियुको 2076 मा सोधेको रिमान इन्टिग्रेसनसँग रिलेटेड युनिट 8 को क्वेशन सल्युसन गर्न गइरहेछौं। जुन क्वेशन यस प्रकार छ, प्रुभ दैट एभ्री फंक्शन k is integrable on interval ab and integration from a to b k dx is equals to k times b minus a. अथवा क्वेशनलाई यसरी using UPF and LPF so that the constant function fx equals to k for all x belongs to interval ab is integrable भनेर सोध्न सक्छ। ओके, सो त्यसको लागि हामी अब सोलुसनको लागि एउटा फिगर बनाऊ। अब यो फंक्सन fx equals to k चाहिँ कन्स्ट्यान्ट छ भनेपछि अब कन्स्ट्यान्ट फंक्सन भनेपछि एउटा के भन्ने कन्स्ट्यान्ट भ्यालु भयो हैन। fx को भ्यालु चाहिँ के हुन्छ, यो कन्स्ट्यान्ट भ्यालु आउने भयो। अब यो चाहिँ इन्टिग्रेबल हुन्छ भनेर देखाउनु छ हैन। कहाँ त भन्दाखेरि इन्टरभल a b मा। सो यो इन्टरभल a to b भयो हैन। यो x0 भन्ने पोइन्ट भयो, यो xn भन्ने पोइन्ट भयो। ओके, अब यो बीचमा धेरै पोइन्टहरु हुन सक्छन्, जस्तै x1 हैन, x2 x3 यस्तो धेरै पोइन्टहरु हुन सक्छन्। ओके, सो त्यसो हो भने अब हामीलाई यो प्रत्येक डब्बा हामीले यहाँ बनाउँछौं हैन, रेक्टेंगल्स। यो प्रत्येक रेक्टेंगल्स को इन्फिमम भ्यालु हैन, जुन लिस्ट भ्यालु अथवा के त सुप्रिमम भ्यालु अथवा म्याक्सिमम भ्यालु दुईटै चाहिँ एउटै हुने भयो हैन। दुईटै एउटै हुने भइसकेपछि सो यसबाट आउने जुन लोअर रिमान सम र अप्पर रिमान सम सेम हुन्छ भनेर देखाउँछौं र त्यो सेम भयो भन्नुको अर्थ चाहिँ यो रिमान इन्टिग्रेबल हुन्छ भनेर प्रुभ हुन्छ र त्यो इन्टिग्रेसनको भ्यालु kb - a आउँछ भनेर हामी प्रुभ गर्छौं। ओके, ल अब त्यो प्रुभ गर्नको लागि हामी सोलुसन गरौँ। गिभनबाटै सुरु गर्छौं के त लेट f x equals to k for all x belongs to a comma b be a constant function with the partition p is equals to x0 x1 x2 dot 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 xn हैन। यो पार्टिसन गरेको चाहिँ पार्टिसन अफ AB को यो पार्टिसन गरेको जुन फंक्सन चाहिँ हैन हामीले डिफाइन गर्यौं, एउटा कन्स्ट्यान्ट फंक्सन हो भनेर डिफाइन गर्यौं, जहाँ x चाहिँ कहाँ पर्छ त a, b मा पर्छ हैन। अब लेट if small mk and capital Mk be the infimum and supremum, okay, infimum and supremum of कुन इन्टरभल त भन्दाखेरि of xk - 1 to xk हैन। इन्टरभल हो भने प्रत्येक इन्टरभलको के हुने भयो, यो सुप्रिमम र इन्फिमम चाहिँ mk र के रे स्मल mk चाहिँ इन्फिमम, क्यापिटल mk चाहिँ सुप्रिमम भयो यो इन्टरभलको हैन। यहाँ जस्तै यहाँ k - 1 इन्टरभल यहाँनेरि छ हैन, यहाँ k - 1 इन्टरभल भयो, यो k इन्टरभल, यो इन्टरभलको इन्फिमम भ्यालु चाहिँ स्मल mk मान्यो र सुप्रिमम भ्यालु चाहिँ क्यापिटल mk मान्यो भने अब यो रेक्टेंगल त कन्स्ट्यान्ट फंक्सन भएको कारणले गर्दाखेरि इन्फिमम पनि के नै हुने भयो, सुप्रिमम पनि के नै हुने भयो, के नै हुने भयो हैन। प्रत्येक इन्टरभलमा इन्फिमम र सुप्रिमम बराबर हुने भयो। ओके, देन हामीले के भन्न सक्छौं, देन फर एभ्री इन्टरभल हैन mk को भ्यालु कति हुने भयो, mk
सँग इक्वल हुने भयो, त्यसको भ्यालु चाहिँ केसँग इक्वल हुने भयो, केसँग इक्वल हुने भयो हैन। यहाँ रेस्पेक्टिभली भन्ने वर्ड छुटिन्छ ल हैन। सुप्रिमम र इन्फिमम चाहिँ दुईटै सेम भ्यालु हुने भयो, किनकि भन्दाखेरि त्यो फंक्सन कन्स्ट्यान्ट छ हैन। यो कन्स्ट्यान्ट एउटै भ्यालु त आउँछ, सो त्यही भएर यो हुने भयो। अब त्यसो हो भने अब हामी के गर्छौं त, नाउ अप्पर डार्बक सम र लोअर डार्बक सम निकाल्छौं पहिला हैन। नाउ के त लोअर डार्बक सम इज कति त LPF, यसको फर्मुला हुन्छ समेसन k इक्वल्स टु 1 to n m k डेल एक्स के हुन्छ हैन। अब यम के को भ्यालु त के यो कन्स्ट्यान्ट छँदैछ, कन्स्ट्यान्ट भएको कारणले k इक्वल्स टु 1 to n, यसको भ्यालु कन्स्ट्यान्ट के भयो हैन, डेल एक्स के भयो। ओके, सो के भन्ने कन्स्ट्यान्ट नम्बर भएको कारणले यो के र यो के फरक हो है। सो यो चाहिँ कन्स्ट्यान्ट भ्यालु के भयो, यो चाहिँ रनिङ भेरिएबलको लागि के दिएको हैन, यो सफिक्सको लागि। सो यो के चाहिँ हाम्रो कन्स्ट्यान्ट भ्यालु भएको भएर बाहिर आयो, समेसन k इक्वल्स टु 1 to n डेल एक्स के भयो हैन। सो दिस इज इक्वल्स टु k समेसन k इक्वल्स टु 1 to n। अब यो डेल एक्स के भनेको त हामीले के भनेको थियौं त, x k माइनस x k माइनस 1 हो भनेको थियौं हैन। यो इन्टरभल xk माइनस xk माइनस 1 लाई चाहिँ, यो इन्टरभलको ग्यापलाई चाहिँ डेल xk भन्थ्यौं। सो मैले त्यही राखेँ। अब यो 1 देखि n सम्म भ्यालु राख्दै जाउँ हैन। हुन त 0 देखि राखे पनि भयो, मैले चाहिँ यहाँ 1 देखि सपोज गरेछु, 1 देखि राख्दाखेरि पनि खासै फरक त परेन ल। 1 देखि राख्दाखेरि यता 0 आउँछ। ओके, सो नट अ मिस्टेक। सो यो भयो। अब यति भएपछि सो दिस इज इक्वल्स टु k ब्राकेट, यो भनेको 1 राख्दाखेरि x1 माइनस x0 भयो हैन, 1 माइनस 1 प्लस समेसन भनेपछि प्लस गर्नु पर्यो। त्यसैगरी 2 राख्दाखेरि x2 माइनस x2 माइनस 1 भनेको 1 भयो। यसरी गर्दै 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 हैन लास्टसम्म हामी कहाँ पुग्छौं त, xn माइनस xn माइनस 1 सँग पुग्छौं। ओके, सो अब यसरी हेर्ने हो भनेदेखि यहाँ हेरौँ, यो ब्र्याकेटमा चाहिँ x1 छ पोजिटिभ, यतापट्टि चाहिँ x1 नेगेटिभ छ। त्यसैगरी यो भन्दा पछिल्लोमा चाहिँ यो x2 पोजिटिभ छ, यो भन्दा पछिल्लोमा x2 नेगेटिभ हुन्छ। यसरी हुँदै 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 जाँदाखेरि चाहिँ सबै क्यान्सल हुन्छ, के बाँकी रहन्छ त, यो xn र माइनस x0 मात्रै बाँकी रहन्छ। सो त्यो हुने हो भने यहाँ के हुने भयो त, xn माइनस x0 बाँकी रहने भयो। अब फिगरमा हेर्ने हो भने x0 भनेको a, xn भनेको b हो भनेपछि यो के भयो त, सो दिस इज इक्वल्स टु k b माइनस a भयो। सो दिस इज के हो त, लोअर डार्बक सम। अब यो जुनसुकै पार्टिसन यो 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 यसमा जतिवटै पार्टिसन गरे पनि हैन, जतिवटै पार्टिसन गरे पनि लोअर डार्बक समको भ्यालु कति नै आउँछ, यति नै आउँछ हैन। जति नै पार्टिसन बढाए पनि घटाए पनि यति नै आउँछ। सो त्यसो हो भनेदेखि त 10 के त लोअर रिमान सम, सरी लोअर रिमान इन्टिग्रल, लोअर रिमान इन्टिग्रल भनेको फर्मुला चाहिँ हामीसँग के थियो भन्दाखेरि दैट विल बी इक्वल्स टु हैन, यो आई तलपट्टि यो ड्यास एफ थियो, त्यो भनेको चाहिँ के थियो भन्दाखेरि इन्फिमम अफ लोअर रिमानको चाहिँ सुप्रिमम हैन, सुप्रिमम अफ लोअर रिमानको सुप्रिमम, यस सुप्रिमम अफ LPF हुन्थ्यो हैन, फर के त पार्टिसन P बिलोङ्स टु PA, B हैन। यसको लागि यो लोअर डार्बक समहरूको सबभन्दा म्याक्सिमम भ्यालु जुन हुन्छ त्यो नै चाहिँ
लोअर रिमान इंटीग्रल हुन्थ्यो। अब यसको त म्याक्सिमम भ्यालु भने नि मिनिमम भ्यालु भने पनि यही एउटा हो हैन। सो दिस इज इक्वल्स टु के हुने भयो त के बी माइनस ए नै हुने भयो। ओके, सो इन्फिमम यसको सुप्रिमम नै यही हुने भयो। अब त्यसै गरी हामी अप्पर रिमान इंटीग्रल निकाल्छौँ। पहिला त्यो निकाल्नलाई अप्पर डार्बक सम निकाल्छौँ हैन। सो अगेन अप्पर डार्बक्स सम हैन इज कति त यूपीएफ इज इक्वल्स टु यसको फर्मुला के हुन्छ त समेसन के इक्वल्स टु 1 to n क्यापिटल एम के डेल एक्स के हुन्छ हैन। अब क्यापिटल एम के को भ्यालु पनि हामीले यही भनिसकेका छौँ, कन्स्ट्यान्ट भएको कारणले के नै हुन्छ। सो दिस इज इक्वल्स टु समेसन के इक्वल्स टु 1 to n के डेल एक्स के। अब यो के बाहिर लेख्यौँ। सो समेसन के इक्वल्स टु 1 to n यो डेल एक्स के लाई हामीले कसरी लेख्न सक्छौँ त एक्स के माइनस एक्स के माइनस 1 लेख्न सक्छौँ। अब यसरी नै माथिकै जसरी यो के त ओपन गर्ने हो भने यहाँ माथि जसरी नै ओपन गर्ने हो भने यो पनि के हो त त्यसरी नै ओपन गर्न सकियो। सो के एक्स 1 माइनस एक्स नट प्लस एक्स 2 माइनस एक्स 1 प्लस डट 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 प्लस एक्स एन माइनस एक्स एन माइनस 1 हुने भयो, जसमा सबै क्यान्सल हुने भयो, एक्स नट र एक्स एन क्यान्सल नहुने भयो। सो दिस इज इक्वल्स टु के एक्स एन माइनस एक्स नट हुने भयो हैन। अब एक्स एन भनेको बी हुँदै हो र यो एक्स नट भनेको ए हुँदै हो हैन। भनेपछि सबैको भ्यालु के हुने भयो, जति पनि पार्टिसन गरे पनि अप्पर डार्बक्सको भ्यालु चाहिँ यति नै हुने भयो हैन। अनि लिस्ट भ्यालु नै के भयो त यही नै भयो। सो हाम्रो अब अप्पर रिमान इंटीग्रल के हुने भयो 10 अप्पर रिमान इंटीग्रल इक्वल्स टु आईएफ इज इक्वल्स टु यो चाहिँ इन्फिमम अफ भनेको लिस्ट भ्याल्यु अफ युपिएफहरू मध्येको सबभन्दा कम भ्यालु जति जसको छ त्यो नै चाहिँ हाम्रो अप्पर रिमान इंटीग्रल हुने भयो अफ फंक्शन के त अफ पार्टिसन पी बिलोंगिङ टु एबी हैन। अब यसको त जम्मा कन्स्ट्यान्टमा जति पार्टिसन गरे पनि यही नै मात्रै आउँछ। सो त्यही भएर यसको भ्यालु कति भयो त बी माइनस ए भयो। अब हामीले अघिल्लो भिडियोमा डेफिनेसन पढेका छौँ। यदि यहाँ के त लोअर रिमान इंटीग्रलको भ्यालु र अप्पर रिमान इंटीग्रलको भ्यालु इक्वल आउँछ भने द फंक्शन इज रिमान इंटीग्रेबल हैन, द फंक्शन इज इंटीग्रेबल हैन। सो त्यो डेफिनेसन कन्सेप्ट प्रयोग गरेर हामी के भन्छौँ त अब। सो बाई डेफिनेसन अफ रिमान इंटीग्रेबल फंक्शन के द लोअर रिमान इंटीग्रेशन इज इक्वल्स टू अप्पर रिमान इंटीग्रेशन भयो हैन। सो देयरफोर के त वी कैन से एफ एक्स इज इक्वल्स टू के फॉर ऑल एक्स बिलोंगिंग टू इंटरवल a, b इज रिमान इंटीग्रेबल हैन। दस अब रिमान इंटीग्रेबल हुन्छ भने इंटीग्रेशन इज गिवन बाय इंटीग्रेशन अफ द फंक्शन इज गिवन बाय सो a to b एफ एक्स dx ले दिन्छ हैन, जुन चाहिँ केसँग इक्वल हुन्छ कुनै एउटा भ्यालुलाई लोअर लिए भने लोअर अफ a to b एफ एक्स dx सँग इक्वल हुन्छ। यसको मिनिङ के हो, इंटीग्रेशन अफ a to b एफ एक्स भनेको के थियो dx इज इक्वल्स टू यसको भ्यालु जुन लोअर रिमान इंटीग्रलको भ्यालु चाहिँ कति आएको थियो हाम्रो यहाँ अगाडि के बी माइनस ए आएको थियो हैन। सो दिस विल बी इक्वल्स टू के बी माइनस ए। सो दिस इज आवर सल्युसन। होप यू हैव अंडरस्टूड। थैंक यू एवरीवन।